अहिले जुन यो पुनरुत्पादन कटान प्लटमा हामी अवलोकन गर्दैछौँ, यो हाम्रो C1S4 चाहिँ प्लट कटान प्लट पुनरुत्पादन कटान प्लट हो। हामी यो बोर्डमा पनि देख्न सक्छौँ। C1S4 प्लट हो। हाम्रो दुईटा प्लटहरू थिए कटान प्लट, एउटा C1S4 एउटा C2S5 हो, माथितिर पर्छ। र यो C1S4 मा हामीले 2074 यो आवा 74-75 मा जम्मा काटेको रुख सङ्ख्या 51 वटा हो, जसमध्ये साल 34, कुसुम 7, असना 3, बोटधाइरो 1, बाँझी 2, भलायो 1, सिंगाने 1, कर्मा 2 गरी जम्मा 51 वटा रुख हामीले यो प्लटभित्र कटान गऱ्यौँ। त्यति बेला 51 वटा रुख कटान गरे पश्चात हामीले पुनरुत्पादनका रूपमा अब तपाईहरुलाई अवलोकन गराउँदैछौँ। हामीले लगभग हाम्रो अनुमान 2500 बिरुवा हामीले चाहिँ पुनरुत्पादन गरेका छौँ भन्ने लाग्छ। यो अब तपाईहरुले पनि अवलोकन गर्नुहुनेछ र पुनरुत्पादन गर्ने क्रममा बढी जसो यहाँ भएको प्रजाति साल, असना छ, अनि कुसुम छ, अनि बोटधाइरो छ, तिलकनाहरू छन्। मुख्य प्रजातिमा साल र असनै चाहिँ रहेको प्लट हो यो। र यो प्लट अब हामीले अवलोकन गरिसकेपछि तपाईहरुका यसप्रति आउने सुझावहरूलाई फेरि हामी बसेर लिनेछौँ, सुझाव सङ्कलन गर्नेछौँ र संवर्धन र विकासका निमित्त चाहिँ कसरी योजना बनाएर जाँदा हुन्छ। र यो मुख्य समस्या यो पुनरुत्पादन बिरुवा गर्नका लागि एउटा अग्नि बाट चाहिँ यो जुन आगो लाग्छ गर्मीयाममा, यसबाट पनि हामीले किन भन्दा यो कटान प्लटमा वर्ष हामीले यसलाई झाडी सरसफाइ दिनका लागि यस कार्यक्रममा यसै सामुदायिक पुनरुत्पादनका कार्यक्रममा अध्यक्षताको आसन ग्रहण गरिदिनु हुन यसै समूहका अध्यक्ष श्री कमानसिंह थापाज्यूलाई आसन ग्रहणका निम्ति त्यसै गरी आसन ग्रहणकै क्रममा प्रमुख अतिथिको रूपमा आतिथ्य ग्रहण गरिदिनु हुन बर्दघाट सराल सबदुजलका वरिष्ठ अतिथि बलराम पोखरेलज्यूलाई प्रमुख अतिथिको रूपमा आसन ग्रहणको लागि हार्दिक अनुरोध सकेसम्म त हुनै नदिने भइहालेको खण्डमा हामीले रोकथामतर्फ लाग्नु पर्नेछ। हामी यसतर्फ सजग हुनेछौँ भन्ने आशा राख्दछु। र जुन आगलागी सम्बन्धी उपकरणको सम्बन्धमा कुरो डिभिजन वन कार्यालयले केही खरिद यहाँले पनि पाउनुहुनेछ र तपाईँहरूले भएको आम्दानी मध्येबाट केही रकम खर्च गर्दा पनि हुन्छ, त्यतातर्फ पनि ध्यान दिनुहुनेछ भन्ने आशा राख्छु। जनालाई ट्रेनिङ दिने त्यो कार्यक्रमलाई छुट्याउनु अनुरोध गर्दछु। अब जम्मै सहभागी भएर आगो निभाउने भन्ने कुरो अलिक गाह्रो विषय हो। आगो चाहिँ समथर भूमिमा त कता जान्छ, अलिक फायर कन्ट्रोल गर्न सजिलो हुन्छ। भिरालो जग्गा र हावाहुरी चलेको अवस्थामा बहुत अप्ठ्यारो हुन्छ। ट्रेन्ड मान्छे पनि आर्मीहरू पनि निभाउन जाने भन्दैन, जोसुकै जस्तो कपडा लाएर जाने। अब आगोले टिप्ने कपडा लायो भने तुरुन्तै शरीरमै चप्पिने पनि डर हुन्छ। उपभोक्ता आएन भनेर पनि नष्ट गरेर मात्रै पनि भएन। ट्रेन्ड कतिको छ त्यहाँ तारहरू छ लाग्छ, तिनीहरू त्यो तार चाहिँ यो फायर लाइन अहिलेसम्म बनेको छैन समुदायमा। कोही पनि हेरेको मैले फायर लाइन पहिलेको फायर लाइन बनाउनु भयो। फायर लाइन बनाएपछि त्यहाँ बल्ल आगो हुन्छ। अनि यो सामुदायिक बलमा विचित्र शक्ति हेरेँ मैले नयाँ अनुहार पुरानो अनुहार हेर्नु आउँदा केही स्मरण भयो पानी जातको। अनि थोरै कुरा भन्न पनि मन लाग्यो। केही कुरा के छ भने अब भर्खरै पूर्व अध्यक्षज्यू आउनुभयो, अर्कै पातपतिङहरू सरसफाइ गर्छौँ। सरसफाइ गरिसकेपछि अब त्यो पुनरुत्पादन कटान प्लटमा उद्देश्य चाहिँ के हो त भन्दाखेरिमा त्यसमा फेरि पुनरुत्पादन बिरुवाहरू ल्याउने। उत्पादनको लक्ष्य कति छ? 80 वर्षको छ। हामी 4 वर्षको कार्यकाल छ। 20 वटा समिति आइन्जेलसम्म हामीलाई त उत्पादन गरेपछि त अलिक भर्खर पनि चाहिएको छ। त्यस कारणले यो 10 वर्ष उत्पादनतिर बल गर्नु पर्यो। 80 वर्षलाई अलिक कम राख्नु पर्यो, त्यसलाई दीर्घकालीनमा राख्नु पर्यो। 10 वर्ष उत्पादनलाई गऱ्यो भने कमसेकम 2 कार्यकाल 4 समिति आउने बित्तिकै अलिकति संस्था पनि बलियो बन्न सक्छ। काँचा रुखहरू काट्नभन्दा अलिकति सुकेका र ढलेका रुखहरू अब विभिन्न ठाउँमा यत्रतत्र रहेका छन्, तिनीहरूलाई अलिकति उठाउतिर
बोट बिरुवालाई चाहिँ हामीले रोपियो हुर्काइयो यसको संरक्षण कसरी गर्नेमा पनि हामीले ध्यान दिनु पर्यो। विद्यालयमा गएर विद्यार्थीहरूलाई पनि साना साना चाहिँ बालबच्चाहरूलाई थाहै हुँदैन अग्निको चाहिँ विषयमा आग लागेको चाहिँ विषयवस्तुमा बालबच्चाहरूलाई पनि एउटा चाहिँ प्रशिक्षण शिक्षा दिनुपर्छ। यसको प्रचार प्रसार अनुगमन के गर्नुपर्ने हो गाउँ गाउँमा एउटा चाहिँ प्रचार प्रसार गर्नुपर्ने विद्यालयमा गएर गर्ने जनाको टिममा हाम्रो समितिबाट टिम बनाउन सकिने स्थिति छ कि छैन। हामी चाहिँ 17 जना समितिभित्रको मान्छेमध्ये हामी 9 जना चाहिँ हाम्रो महिलाकै सङ्ख्या छ, 8 जना हामी पुरुष छौँ। 10 जना टिम बनाउने भनेर यसबाट त्यस्तो दक्ष गर्दाखेरि मान्छे हायरमा लिएर गरौँ भन्न पनि त्यो आर्थिकै कुराहरू छ। आर्थिक हामीले जुटाउला ल यो गरी गरौँ यसमा भनौँला, त्यसमा पनि त्यस्तो दक्ष मान्छे पाउन पनि अहिले 4 जना अहिले चाहिँ